हाई एभ्रिवान, गुड आफ्टरनुन। अहिले चाहिँ दिउँसोको 3:30 जति, 3:30 कि 4 बज्न लाग्यो है। अनि आज चाहिँ म छतमा अलिकति कपडा धोएको थिएँ अनि कपडा सुकाउन आएको छु। यहाँनिर छ कपडा, एक बाल्टी धुनै छ। एक बाल्टी मैले सकिनँ आज, अलिकति सन्चो पनि छैन, त्यही भएर चाहिँ मैले एक बाल्टी मात्र कपडा धोएँ थोरै। अनि मेरो छोरीसँगै आएको छ आज। एलु के गरेको? नहीं उयो एमा हाल न, एमा हाल मानी 4 हुन्छ एमा हाल पुरा हाल। आज चाहिँ म चाहिँ सफा घाम लाग्यो, अब गर्मी लागिसक्यो, गर्मी सुरु भइसक्यो है। एकदमै घाम छ। म कपडा सुकाउन आएको, डढेर कालो होला जस्तो छ। फुल कति राम्रो फुलिरहेछन्, मौसम हो नि त फुल फुल्ने यो वाला है। यो खै के नाम भन्छ यसलाई। एकदमै धेरै हावा चलिराखेको छ। कपडा उडेर खै कहाँ पुग्ने। सुकाउन त सुकाएँ मैले है। अब जान्छु तल, यहाँ लट्ठीहरू नि। अब तल जान्छु। हिँड यहाँ पानी पुरा पानी खेलेर बाबा के गरे यो? किन खोल्या? देखो न, हिँड चलो, हिँड जाउँ। साथीहरू यहाँ चाहिँ 2टा कुर्सी राखेको छ उयो त है। यहाँ पंखा पनि लाछ। अब कोही आयो भने गर्मीमा ट्याक्क बस्न सजिलो हुन्छ नि त। साँझतिर हामीहरू आइराख्छौँ कि, अनि यहाँ तल बस्ने अङ्कल आन्टीले चाहिँ यसरी यहाँ पंखा जोडिदिएको छ अनि 2टा कुर्सी राखिदिएको छ है। अनि हामीलाई बस्नु चाहिँ सजिलो। अब हामी तल जाँदैछौँ कोठा। यसरी यहाँ दाबेर खुल्छ। ल हामी चाहिँ तल आयौँ। अब यसलाई म सुताउँछु 1 घन्टा जति हो यसलाई। अनि त्यसपछि यस्तो छ कोठाको हालत। म सफा गर्छु एकैछिनपछि यसलाई सुताएर, नत्र यो गर्न दिँदैन के काम। म सफा गर्छु त्यसपछि देख्छु ल। आज चाहिँ मैले बनाउँदैछु तरकारीमा वाइवाईको सब्जी बनाउँदैछु आज चाहिँ। यहाँ नेपालको जस्तो त पाइँदैन, त्यही पनि यसको गुट्टु कपी। यहाँ तेल डढाछु। मसाला हाल्छु। एक चम्मच मसाला हाल्छु। यो चाहिँ मेरो मिक्स मसाला हो। यसरी यसमा चाउमिन पनि हालेँ। यो हरियो चाहिँ पालकको साग हो। अनि यसलाई अलिअलि रातो भएपछि यसमा झम्म पानी मैले हाल्ने। ल यसमा यसरी पानी हालेँ मैले आफूलाई, अनि नुन पनि हालेँ मैले आफ्नो स्वाद अनुसार। अलि लो ग्यासमा, सिम ग्यासमा चाहिँ यसलाई पाक्न दिनुपर्छ। मिठो मुस्दैछु म रोटीको लागि। पिठो मुसिसक्यो मैले। यहाँ तवा छ अनि फटाफट रोटी हाल्छु म चाहिँ। रोटी हालेर फेरि भेट्छु तपाईँहरूलाई। अब चाहिँ हामीले खानासाना खाएर
सिद्धियो। यहाँ सबै भाँडाहरू धुनु छ। अब यो सबै भाँडा धुनु छ। यहाँ पनि पुरा सफा गर्नु छ है। अनि यहाँ चाहिँ मेरो छोरी अहिलेसम्म सुतेको छैन। अनि म चाहिँ खानासाना खाएर अब यहाँ पुरा यस्तो पुरा झाडुसाडु लगाउँछु होइन। फोहोर भएछ नि त पुरा धुलो अहिले सुत्ने बेला फेरि किराहरू हुन्छ। अनि त्यही भएर चाहिँ दिन्छु। अनि अर्को नेक्स्ट भ्लगमा भेटौँला साथीहरू। बाई बाई। आजको लागि यति नै।